युवा बाहिर गयो भने के हुन्छ देशको अवस्था? खै सबै युवा बाहिर जाँदैनन् हैन, देशमै केही न केही गर्छु भनेर केही न केही अपर्च्युनिटी देख्छु। सबै युवा बाहिर गयो भने त्यहाँ काम गर्ने मान्छेको अभाव हुन्छ, सर्टेज हुन्छ, ठुल्ठुला कम्पनी ठुल्ठुला फ्याक्ट्री राज्यमै मान्छे चाहिने हुन्छ। अपर्च्युनिटी त छ नि हैन र? छ नि, त्यसको लागि क्याम्पेन गर्नु पर्यो तपाईँ। हामीले नयाँ मान्छेले केही न केही चेन्जेस हुँदैछ भनेर चाहिँ महसुस दिनु पर्यो क्या वास्तवमा। बाहिरबाट आएका मान्छेहरूको लागि पनि उहाँहरूले यहाँ गरी खाने वातावरण सुनिश्चित गर्न सक्नु पर्यो नि। हामीले एयरपोर्टमा गएर लाउनु हजुर विदेश नजाउँ भन्ने होइन क्या सर, होइन उहाँहरूलाई त्यहाँ तलबदी हामीले त इन्भाइरोमेन्ट हामीले उनीहरूलाई महसुस अब चाहिँ नेपालमा के हुन थालेछ है, नेपालका युवाहरूले पनि केही न केही गर्दैछन् है भन्ने त्यो महसुस त हामीले बनाइदिनु पर्यो नि त इन्भाइरोमेन्ट। तपाईँ विदेशमा भएको मान्छे कमाइरहेको मान्छे पनि त नेपाल फर्किन्छ। अब हामीले आइदिनुहोस् हजुर भनेर हात जोडेर फर्किँदैन मान्छे। वातावरणकै कुरा हो, पोलिसीकै कुरा हो, नीतिकै कुरा हो नि त यसमा। त्यही नै हो, डेभलपमेन्टकै कुरा हो। त्यही नै हो, त्यही नै हो। त्यो नीति बनाउने भनेको राज्यमा बस्ने मान्छेहरूले गर्ने नीति नि, राज्यमा बस्ने मान्छेले बनाउने नीति नि राजनीति भयो। 100%। अलिकति बिचमा तपाईँको एउटा चर्चा चलेको थियो, त्यो चर्चा चाहिँ मिस पबीसँग तपाईँको सम्बन्धको विषयमा के चाहिँ यो कुरा अलिकति क्लियर गरिदिनुहोस् न। चल्न त म्याकुरीसँग चलाएको थियो होला उसको चर्चा, अस्ति इन्टरभ्यूमा पनि आइरहेको थियो होइन। अब स्वाभाविक हो, अब सँगै काम गरिसकेपछि होइन त्यस्तो यस्तो चर्चा चाहिँ फेरि केही न केही तपाईँको नजिक भए चल्ने हो नि त, फेरि नजिक नहुँदा चल्दैन नि त। नजिक भन्नाले यस्तो हामी त कमेडी हामी नजिकै छैनौँ, हाम्रो बारेमा चर्चै चल्दैन। तपाईँले त सँगै काम पनि त गरेको छैन, हामी त सँगै चाहिँ एपिसोडमा चाहिँ एक दिन सुट हुँदाखेरि 2टा एपिसोड सुट हुन्छ, एउटामा पार्टनर उही हुन्छ। ए ओके होइन, सँगै काम गर्दै गर्दाखेरि मान्छेले अनेक भन्ने त आफ्नो ठाउँमा छ नि। तर त्यो सबै गलत हो, गलत हो। हिमेश पन्तको बिहे कहिले हान्नु पाइन्छ त? हामीलाई जनता जान हतार छ। अब यो समय आएपछि कहिले आउँछ समय? समय आउन सक्छ। 84 हो, मिसन 84। मिसन 84 नै भनौँ न। बिहे पनि मेरो लागि बिहे चाहिँ मेरो लागि मिसन 84। अब के भन्नुहुन्छ अन्तिममा? धेरै कुराकानी गरे, मिठो कुराकानी। अन्तिममा यही नै भन्न चाहन्छु, तपाईँको प्रोग्राम चाहिँ सुपर हिट होस् होइन, राम्रो चलोस्, राम्रो भ्युज ल्याओस् यो प्रोग्रामले होइन, नेपालको चाहिँ नम्बर 1 पडकास्ट बन्न सकोस्। तपाईँलाई शुभकामना दिँदै मलाई जसले हेरिरहनु भएको छ उहाँहरूलाई पनि मेरो करियरमा सपोर्ट गरिदिनु भएकोमा धन्यवाद। अहिलेसम्म म जहाँ छु होइन तपाईँहरूकै सपोर्टले हो होइन, कमेडी दरबार चलेको छ तपाईँहरूकै सपोर्टले हो, म कमेडी च्याम्पियन भए तपाईँहरूकै सपोर्टले हो, म चुनाव उठेँ त्यो चाहिँ मेरो आफ्नै डिसिजन थियो होइन, तर त्यसमा पनि तपाईँहरूले आफ्नो शुभेच्छा प्रकट गर्नुभएको छ होइन। कतिपयले नउठे हुन्थ्योस् पनि भनिदिनु भयो, कतिपयले अहिले पनि भन्नुहुन्छ तपाईँ चाहिँ यो राजनीति भन्दैन कलाकारितामै लाग्नुहोस् पनि भन्नुहुन्छ, कतिपयले होइन तपाईँ जतिको युवा त कहाँ राजनीतिमा आउनु पर्यो नि र कलाकारिता मात्र भनेर हुन्छ पनि भन्नुहुन्छ। सो आफ्नो आफ्नो विचार छ होइन, सबैलाई चाहिँ एनालाइसिस गरेर म कसरी अगाडि बढ्ने भन्ने कुरा आफूले डिसिसन लिइरहेको हुन्छु। त्यसमा आम नागरिकहरूले मलाई होइन सुझावहरू दिइ नै राखेका छन्, त्यो नै मेरो लागि ठुलो कुरा हो, चाहे त्यो पोजिटिभ होस् चाहे नेगेटिभ होस्, त्यो सबै कुराहरूको लागि चाहिँ धेरै धेरै धन्यवाद। म पनि तपाईँलाई एउटा आशीर्वाद दिन चाहन्छु। हजुर, जसरी तपाईँले कमेडी च्याम्पियनको सिजन 1 मा विनर हुनुभयो धेरै भोट ल्याएर, त्यसरी नै 2084 को चुनावमा धेरै भोट ल्याएर विजयी भएर संसद भवनमा बोल्दै गरेको हामीले देख्न पाऊँ भन्दै आजको यस कार्यक्रमबाट विशेष धन्यवाद दिन चाहन्छु हाम्रा गेस्ट कमेडी च्याम्पियन सिजन 1 का विनर मिस्टर हिमेश पन्त सरलाई र तपाईँको साथबाट म एनके सर बिदा हुन्छु। नमस्कार।